गहिरो नीलो समुद्रको धेरै तल, मानिसको संसारभन्दा धेरै टाढा, रङ्गीचङ्गी कोरल, चम्किला मोती र सुनौलो शङ्खहरूले सजिएको एउटा सुन्दर जलराज्य थियो। त्यो जलराज्यमा धेरै जलपरीहरू बस्थे, तर ती सबैमध्ये सबैभन्दा प्रिय र जिज्ञासु जलपरीको नाम थियो माया। मायाको माछाको पुच्छर इन्द्रिणी जस्तै चम्किन्थ्यो। उनी अरू जलपरीहरूसँग गीत गाउन मन पराउँथिन्, तर उनको मन सधैँ समुद्रभन्दा बाहिरको संसारतिर तानिन्थ्यो। उनी मनमनै सोच्थिन्, आकाश कति ठूलो होला, मानिसहरू कसरी बाँच्छन् होला। एक दिन समुद्रमा ठूलो आँधी आयो, छालहरू उफ्रिए, पानी गर्जियो, सबै जलपरीहरू डराएर आफ्नो घरभित्र लुके। तर माया भने डराइनन्। उनी साहस गरेर समुद्रको सतहतिर पौडिइन्। टाढाबाट उनले एउटा सानो डुङ्गा हल्लिँदै गरेको देखिन्। डुङ्गाभित्र एउटा सानो बच्चा एक्लै डराइरहेको थियो। ढिलो नगरी माया डुङ्गातिर गइन्। डुङ्गा पल्टिनै लागिसकेको थियो। मायाले बच्चालाई आफ्नो काँधमा राखिन् र नजिकैको सुरक्षित चट्टानसम्म पुर्याइन्। बच्चा काँपिरहेको थियो। डर नमान, मायाले भनिन्, अब तिमी सुरक्षित छौ। बच्चाले आँसु पुछ्दै सोध्यो, तिमी साँच्चीकै जलपरी हौ? माया मुस्कुराइन्। हो, उनले भनिन्, तर यो कुरा कसैलाई नभन्नु है। केही बेरपछि आँधी शान्त भयो। बच्चाका आमाबुबा आए र मायाप्रति गहिरो कृतज्ञता व्यक्त गरे। माया भने चुपचाप फेरि समुद्रभित्र फर्किइन्। जलराज्यमा पुगेपछि जलरानीले सबै कुरा थाहा पाइन्। उहाँले मायालाई बोलाएर भन्नुभयो, तिमीले नियम त तोड्यौ, तर तिमीले एउटा निर्दोष जीवन बचायौ। मलाई तिमीमाथि गर्व छ। त्यस दिनदेखि मायालाई समुद्रको रक्षक भनेर चिनिन थालियो। उनी केवल सुन्दरी जलपरी मात्र होइनन्, दयालु र साहसी जलपरी पनि बनिन्। मायाले बुझिन्, समुद्र र मानिसको संसार फरक भए पनि माया र दया सबै ठाउँमा एउटै हुन्छ। कथाको शिक्षा: दयालु हृदय र साहसले संसारलाई अझ सुन्दर बनाउँछ।